यो बैठक 15 मिनेटको लागि स्थगित हुन्छ मान्य सदस्य। कुनै पनि क्षति नभएका कारण यी दृश्यहरू हेर्दा आज रमाइलो लाग्न सक्छ, तर एउटा त्रासदीपूर्ण अवस्था थियो त्यो मुलुककै सर्वोच्च निकाय संसद भवनभित्रको। संसद भवन बाहिर पनि भूकम्पको झट्का महसुस भएपछि भागदौड र कोलाहलको आवाज सुनियो। मन्त्री र सभासदहरू भागदौड गर्दै बाहिर निस्किए। भूकम्प रोकियो, आफूहरू सुरक्षित भए पनि घर र परिवार वा आफन्तको चिन्ता थियो। सबैले आफ्ना प्रियजनलाई फोन गर्ने प्रयत्न गरे, तर मोबाइलको नेटवर्क नै व्यस्त। यो त भयो संविधान सभा व्यवस्थापिका संसद भवनको परिदृश्य। कतिपय ठाउँमा ज्यान लिएर, कतिपय ठाउँमा क्षति पुर्याएर र कतिपय ठाउँमा त्रास फैलाएर भूकम्प त आयो गयो। त्यसपछिको धक्का सामाजिक विद्युतीय सञ्जालहरू फेसबुक र ट्विटरमा प्रवेश गर्यो। फेसबुकभरि भूकम्पका स्ट्याटसहरू देखिएपछि एक पत्रकारले त यस्तो पनि लेखे। सभासद रविन्द्र अधिकारीले पनि घर फर्किएपछि लेखे, तत्काल राहत र उद्धारका लागि जुटौं। सभासद गगन थापाले फेसबुकमा लेखेका छन्, हामी भूकम्पबाट बाँच्ने साँच्चीकै भाग्यमानी हौं, तर भाग्यमा मात्र भर पर्ने नगरौं, सतर्क पनि हुनुपर्छ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयुक्त राष्ट्रसङ्घको 66औं महासभामा सहभागी हुन आइतबारै न्युयोर्क जाने कार्यक्रम थियो। भूकम्पका कारण विपत्तिको अवस्थामा मुलुकलाई छाडेर प्रधानमन्त्री भट्टराई विदेश जानु हुँदैन भन्ने आवाज पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर मार्फत धेरै उठ्यो। प्रधानमन्त्रीको भ्रमण स्थगित भन्ने सम्मका प्रचारहरू फेसबुकमा गरिए। भूकम्पका कारण प्रधानमन्त्री पनि निकै चिन्तित थिए। राज्यका सबै सूचना संयन्त्र मार्फत उनले भ्याएसम्म र सङ्कलन भएसम्मको सूचना बुझे र प्रधानमन्त्री मन्त्री परिषद बैठकबाट तत्काल राहतको घोषणा गर्दै न्युयोर्क गइकिए। भूकम्पपछि अधिकांश युवा पिँढीले आफ्ना अनुभवहरू फेसबुक र ट्विटरमा लेखे। भूकम्पबाट धन्न बाँचियो, फेरि यस्तो अवस्था भोग्न नपरोस् आदि आदि। पत्रकारहरूको स्ट्याटसमा नेपालमा भूकम्प नपठाऊ प्रभु, यहाँको राजनीति नै भूकम्पभन्दा कडा छ र सबै चिज नक्कली पाइने बजारमा भूकम्प भने सक्कली नै आयो आदि आदि पनि थिए। फेसबुक र ट्विटरमा भूकम्पबारे जानकारीमूलक र जनचेतनामूलक सन्देशहरू पनि पोस्ट गरेका भेटिए। संविधान सभा भवनबाटै माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले फेसबुकमा लेखे, भूकम्प आयो काठमाडौँमा। पत्रकार दीपक भट्टराईले भूकम्पबाट आत्तिएर नभागौं आदि आदि र कतिले त्रास फैलाउने प्रचारहरू पनि तिनै सामाजिक सञ्जाल मार्फत गरे। पुनः राति भूकम्प आउँदैछ भन्ने जस्ता प्रचारले मानिसहरू राति अबेरसम्म सडकमै बसिरहेका भेटिन्थे। एबिसी रिपोर्टर अशोक दाहाल, काठमाडौँ। हट न्यूज एक्सप्रेस। राष्ट्रिय दलित आयोगकै अध्यक्षबाटै बाल श्रम शोषण सायद पत्यार नलाग्ला दर्शकवृन्द, तर यो यथार्थ हो। विगत 3 वर्षदेखि राष्ट्रिय दलित आयोगका अध्यक्ष भिजुल विश्वकर्माले एउटी बालिकामाथि श्रम शोषण गरिरहेका छन्। आइतबार यो रहस्य सार्वजनिक भएको छ। धादिङ घर भएकी 11 वर्षीय स्मृति थापा विश्वकर्माको शोषणमा परेकी छन्। श्रम शोषण मात्र होइन, उनले शारीरिक यातना समेत खेप्दै आएकी छन्। हट न्यूज एक्सप्रेस। यी हुन् स्मृति थापा। धादिङ घर भएकी 11 वर्षीय स्मृति श्रम शोषणमा परेपछि प्रहरीबाट उद्धार गरिएकी हुन्। उनलाई श्रम शोषण गर्ने व्यक्ति सामान्य होइनन्। हेर्नुहोस् त, तपाईले कतै यो मानिसलाई चिन्नुहुन्छ कि? यी हुन् राष्ट्रिय दलित आयोगका अध्यक्ष बिजुल विश्वकर्मा। 3 वर्षदेखि यिनले बालिका स्मृतिलाई घरेलु कामदारको रूपमा काम गराउँदै आएका थिए। काम पनि कस्ता कस्ता भने स्मृतिले राति अबेरसम्म विश्वकर्मा र उनकी श्रीमतीको खुट्टा थिचिदिनु पर्ने, कहिले कुकुरको दिशा सफा गरिदिनु पर्ने अनि कपडा धुने र रातको समयमा चौकीदार जस्तो बाहिरी ढोकामा उभिनु पर्ने। के काम गर्नु? भाडा मार्ने? कति भयो भाडा मार्ने काम गरेको? धेरै भयो। कति भयो तिम्रो काम गरेको? भाडा मार्ने धेरै महिना आन्टीले टाउको फुटाइदियो। पछिल्लो पटक तिमी आमासँग कहिले कुरा गर्यौ? आमाले हेरिन नक्कल पार्नु गयो। अनि यो आन्टीले केले हिर्काउनु भएको, किन हिर्काउनु भएको? आफू काम गरिरहन्छु, राति 5 बजे उठ्छु, खुट्टा थिचेर 10 बजे कलेज सुत्छु, जहिले पनि खुट्टा कसको खुट्टा थिच्नु पर्छ? दलितहरूको हकितका लागि काम गर्ने दलित आयोगको अध्यक्ष भएर पनि बिजुल विश्वकर्माले 3 वर्षदेखि एउटी अबोध बालिकाको
बालिकाको शोषण गरिरहेका छन्। विश्वकर्मा परिवारले बालिकालाई शारीरिक यातना पनि दिने गरेका रहेछन्। हेर्नुहोस् त यी बालिकाका शरीरमा देखिएका यातनाका प्रमाणहरू। विश्वकर्माको घरबाट बालिकाको उद्धार गरेपछि सञ्चारकर्मी, प्रहरी र राष्ट्रिय दलित आयोगले अनाम नगरेको थियो। तर कार्यालयमा आयोग प्रमुख विश्वकर्मा थिएनन्। उनका बारेमा जानकारी लिन खोज्दा आयोगका सदस्य सचिव जीवन परिवारले काम विषयले बाहिर बताए। कुनै अफिसियली कामको लागि उहाँ कुनै कार्यक्रम जानुभएको छ, त्यस कारणले आज नआउनु भएको हुनुपर्छ। म पनि धेरै बेर भयो, भर्खर म पनि अस्पतालबाट आएको होइन, मलाई पनि जानकारी छैन खासै। हाजिर हुँदैन। यो आयोगको अध्यक्ष दलितको घरमा अनि दलितलाई यसो राखियो भन्ने कुरा त एउटा पाटो होला। म त भन्छु यो देशमा धेरैकोमा त्यस्तो सुनिन्छ। हामीले तपाईँहरू मिडियाले ल्याउनुहुन्छ, हामीले टेलिभिजनबाट पत्र पत्रिकाबाट देखिरहेछौँ। यो दलित घरमा मात्रै हुन्छ भन्ने होइन फेरि है, अरूको घरमा पनि हुन सक्छन् र होलान् पनि। त्यो पनि खोजी गएर विभिन्न किसिमको संस्थाले होइन यसलाई बाहिर ल्याएको अवस्था सुनेका छौँ हामीले। त्यसकारण यो थियो अथवा यस्तो यसरी उहाँहरू श्रमकै लागि उहाँलाई राखेको अथवा नानीलाई राखेको भन्ने कुरा मलाई सुन्दाखेरि म आफै अचम्मित छु। मलाई पनि थाहा छैन यो बारेमा होइन। त्यसकारण यसको बारेमा धेरै मलाई जानकारी नभएको हुनाले म तपाईँलाई यति नै भन्छु। कार्यालयमा नभेटिएका विश्वकर्मालाई टेलिफोन गरी भेट्न खोजियो। यो प्रयास पनि सफल भएन। घटनाबारे सम्पूर्ण कुराको जानकारी गराएर उनीसँग समय माग्दा उनले समय दिएनन्। बिजुल विश्वकर्माको शोषण काण्ड बाहिर भने राष्ट्रिय जनमोर्चा नेपालले ल्याएको हो। नेपाल प्रहरी, सञ्चारकर्मी तथा स्थानीयहरूको सक्रियतामा जनमोर्चा नेपालले नै बालिकाको उद्धारको पहल गरेको हो। राजधानी लगायत धेरै शहरमा बालबालिकालाई घरेलु कामदारको रूपमा प्रयोग गर्दै आएकाहरूका विरुद्ध राष्ट्रिय जनमोर्चा यति बेला सङ्गठित भएको छ। त्यसै क्रममा उसले बिजुल विश्वकर्माले गर्दै आएको शोषण बाहिर ल्याएको हो। राष्ट्रिय जनमोर्चाका महासचिव देवी धौलाको ती शोषण विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने बताउँछन्। अरूका हकहितको संरक्षण गर्नुपर्ने राज्यका जिम्मेवार निकायमा बसेकाहरूले नै तल्लो स्तरको घृणित र गैर कानुनी कार्यमा संलग्न हुनु आश्चर्यको विषय भएको उनी बताउँछन्। यस्ता व्यक्तिलाई कुनै कारबाही नगरी सरकारले त्यसै छाडे जनमोर्चाले जनकारबाही गर्ने चेतावनी दिएको छ। इच्छा खाने बालबच्चाहरू जो विशेष गरी दलित अधिकारको लागि लडेका, त्यो राष्ट्रको लागि लडेका, यहाँका नेपाली जनताको लागि लडेका, जुन माथिल्लो ओहदामा पर्ने नेताहरू र सरकारी निकायका माथिल्लो ओहदाका विशिष्ट कर्मचारीहरूबाट यस्तो किसिमको अवहेलना हुन्छ। यी बालीबच्चा यो बालीबच्चाले पढ्न पाउने नपाउने अन्य अधिकारको खोजी लडाइँ हुँदै गर्दाखेरि अहिले मात्र हिजो मात्रै राष्ट्रिय दलित आयोगले 100 दिनको लागि छुवाछुत भेदभावमुक्त र अधिकारमुक्त लागि एउटा कार्यक्रम अगाडि सारेको छ। त्यो हुँदै गर्दाखेरि एउटा बालीबच्चा, यो बच्चाको अवस्था, यसले पढ्न पाउने नपाउने, लेख्न पाउने नपाउने भन्ने कुराको अहिले आम नेपालीमा एउटा उत्साहको भावना उठेको छ। यसको लागि पनि हामी यो कार्य कस्तोसम्म हुन सक्छ भने अन्यथा अन्त्यमा गएर जनकार्य गर्न सक्छौँ। पत्रकार मित्रहरू अभिभावकका लिएर हामी राष्ट्रिय दलित आयोगमा जाँदैछौँ। विगतका राज्य र शासकहरूबाट दलितहरू पीडित बनेको भन्दै हकहित संरक्षण गर्न भनेर सरकारले संवैधानिक आयोगकै रूपमा राष्ट्रिय दलित आयोग बनाएको हो। तर त्यही आयोगका अध्यक्ष भने घरमा नजरबन्दको अवस्थामा एउटी बालिकालाई राखेर श्रम शोषण गरिरहेका छन्। अधिकार दिलाउने निकायका प्रमुखले नै यस्तो व्यवहार गरेपछि अधिकार खोज्न आउनेहरूले के न्याय पाउलान्? यसै साता धुमधामका साथ बाल दिवस मनाइएको छ। बाल दिवसका अवसरमा सरकारले पनि विभिन्न औपचारिक कार्यक्रम गर्यो। तर बिजुल विश्वकर्मा जस्ताका घरमा भइरहेका बाल शोषणतर्फ सरकारको ध्यान खै पुगेको? राज्यको विशिष्ट ओहदामा बसेका बिजुल विश्वकर्मा जस्ता धेरैबाट बाल श्रम शोषण भइरहेको छ। तिनलाई अन्त्य गर्नुको साटो राज्य भने भेदभाव र छुवाछुत मुक्त अभियान मनाइरहेको छ। औपचारिकताका लागि मनाइने यस्ता अभियानले केही हुने छैन जबसम्म बिजुल विश्वकर्मा जस्तालाई बाल श्रम शोषण गरेको अपराधमा कारबाही गरिँदैन। क्यामेरा पर्सन दिनेश लोहनीका साथ एबीसी रिपोर्टर यमन पौड्याल, काठमाडौँ। हट न्यूज एक्सप्रेस। विज्ञापन रहित समाचारको स्पेशल प्याकेज हट न्यूज एक्सप्रेसमा हामी ब्रेक लिँदैनौँ। समाचार मात्र दिन्छौँ तीव्र गतिमा। विज्ञापन रहित तीव्र गतिका समाचार दिने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हरेक साँझ 7 बजे पहिले राहत पाउने र यी पेटीको बासमा पुगेकाहरूका समस्या समाधान हुने, सबैलाई राहत तत्कालै
सरकारको सकेको चाहिँ छिटो जति सक्दो छिटो थोरै भए पनि राहत दिन सके राम्रो म मान्छु। यो घर लक्ष्मीनारायण वासुकलाको हो। भक्तपुर नगरपालिका वार्ड नम्बर 10 82 रहेको यो घर भूकम्पका कारण क्षति भएको हो। सँगै जोडिएको हरिप्रसाद वासुकलाको घर पनि भत्किएको छ। घर भत्कँदा कोठामा रहेका सबै सामान पनि नष्ट भएका छन्। भक्तपुरकै वार्ड नम्बर 13 खौमाकी सुभद्रा पातीको घर पनि भत्किएको छ। उनको घरको पश्चिमतर्फको पुरै भित्ता भत्किएको छ। चोर्चाका बुद्धि कुमार लखाजुको पश्चिमतिरको 2 तलाको भित्ता पनि भत्किएको छ। भूकम्पीय दृष्टिले भक्तपुरका धेरै घरहरू जोखिममा छन्। त्यसैले पनि धेरै घर चर्किएका हुन्। आइतबारको भूकम्पपछि सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सान्त्वना दिन पुगेका थिए नेमकिपाका सचिव तथा सभासद सुनिल प्रजापति। प्राकृतिक विपत्तिलाई कसैले रोक्न नसक्ने भए पनि सरकारसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले आश्वासन दिए। अब यो क्षति भएका साथीहरू यहाँका जनताहरूलाई अब हाम्रो तर्फबाट कहाँ के कति सहयोग गर्न सक्छौँ त्यो सल्लाह गर्छौँ र साथीहरूलाई हामी त्यही अनुसारको सुझाव दिन्छौँ र त्यो अनुसार नेपाल सरकारलाई पनि खस्याउने हामी काम गर्छौँ। भूकम्पले भक्तपुरमा मानवीय क्षति भने भएन, तर केही घाइते भए। भूकम्प आए लगत्तै जनतामा त्रासको वातावरण भए पनि पछि माहौल शान्त बनेको प्रहरी प्रमुख एसपी नारायण सिंह खड्काको भनाइ छ। अहिलेसम्म त्यस्तो मानवीय ठुलो क्षति छैन। सामान्य घाइतेहरू भएको हस्पिटलको रेकर्डबाट पनि हामीले पाइरहेका छौँ र बाहिरबाट पनि सामान्य घाइतेहरू भएर उपचार गरेर घर फर्किसकेको अवस्थाहरू छ। मानवीय ठुलो क्षति चाहिँ 1990 सालमा 8.2 रेक्टर स्केलको भूकम्प आउँदा पनि भक्तपुरका धेरै घर भत्किएका थिए। घर भत्किएर पुरिँदा र च्यापिँदा धेरैको ज्यान गएको थियो। अहिले पनि अधिकांश घर भूकम्पीय जोखिममै छन्। ती सबै घरलाई भूकम्पीय जोखिमयुक्त नबनाउने हो भने कुनै पनि बेला आउन सक्ने भूकम्पको ठूलो झड्काले धेरै भौतिक तथा मानवीय क्षति हुन सक्छ। एबिसी रिपोर्टर विनोद विक, भक्तपुर। हट न्यूज एक्सप्रेस। सन् 1990मा नेपालमा भूकम्प आउँदा कति हताहत र घाइते भए भन्ने थाहा पाउन महिनौं लागेको थियो। 2045 सालको भूकम्पको पनि विवरण र खबर धेरै पछि मात्र धेरैले थाहा पाउन सम्भव भएको थियो। तर सूचना र प्रविधिको विकासले भूकम्पको खबरहरू थाहा पाउन नेपाली जनतालाई यो पटक भने कुनै क्षण कुर्नु परेन। हट न्यूज एक्सप्रेस। 6.8 रेक्टर स्केलको भूकम्पले देशैभर धक्का दिँदा कतिपय टेलिभिजनहरूले त संसद भवनबाट प्रत्यक्ष प्रसारण नै गरिरहेका थिए। संविधान सभाका अध्यक्ष, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सबै संविधान सभा भवनभित्रै थिए। 8 रेक्टर स्केलसम्मको भूकम्प धान्न सक्ने गरेर निर्माण गरिएको भए पनि नेता र सभासदहरू संविधान सभा भवनको भर पर्न सकेनन्। चालु आर्थिक वर्षको बजेट पारित बैठक चलिरहेको थियो। सभासदहरू भूकम्पको महसुस गर्न साथ आत्तिएर बाहिरिन थाले। सभामुख सुभाष चन्द्र नेवाङ भन्दै थिए, माननीय सदस्यहरू बसौं बसौं। प्रमुखले उही कुरा 3 पटकसम्म दोहोर्याइरहँदा भूकम्पले त्यस्तै सङ्खुवा सभामा 2, धनकुटामा 1, बारामा 1 र झापामा 1 जनाको ज्यान गएको बताइएको छ। भूकम्पका कारण 124 जना गम्भीर घाइते भएका छन्। गृह मन्त्रालयको तथ्याङ्कले भन्छ काठमाडौँमा मात्रै गम्भीर घाइतेको संख्या 14 छ। त्यसपछि झापामा 5 जना गम्भीर घाइते भएका छन्। त्यसै गरी सप्तरीमा 3, काभ्रेमा 1 र भक्तपुरमा समेत 1 जना गम्भीर घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यसै गरी सामान्य घाइते पनि उत्तिकै मात्रामा भएका छन्। गृह मन्त्रालयका अनुसार काठमाडौँमा 50, सङ्खुवासभामा 12, भक्तपुरमा 3, सुनसरीमा 2, 5 थरमा 2, धनकुटामा 1 जना सामान्य घाइते भएका छन्। उता भूकम्पबाट भौतिक क्षति पनि ठुलै भएको छ। अहिलेसम्म 153 घर पूर्ण रूपमा क्षति भएको विवरण गृह मन्त्रालयसँग छ। क्षतिको सबैभन्दा ठुलो असर 5 थरमा पर्यो। 5 थरमा मात्रै 79वटा घर पूर्ण रूपमा क्षति भएका छन्। त्यसै गरी सङ्खुवासभामा 50, धनकुटामा 23 र इलाममा एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
गृह मन्त्रालयका अनुसार काठमाडौँमा 7, ललितपुरमा 1, भक्तपुरमा 14, सुनसरीमा 1 घरमा सामान्य क्षति भएको छ। त्यसै गरी सङ्खुवासभामा 14, ताप्लेजुङमा 6, पाँचथरमा 21, धनकुटामा 1 र इलाममा 11वटा घरमा सामान्य क्षति पुगेको छ। भूकम्पका कारण ओखलढुङ्गा, सिराहा, भोजपुर, झापा, धनुषा, नुवाकोट, काभ्रे, रामेछाप लगायतका जिल्लामा पनि क्षति पुगेको छ। देशभर कुल 124 घरमा सामान्य क्षति भएको गृह मन्त्रालयको दाबी छ। सामान्य क्षति भएकोमा काठमाडौँको हनुमान ढोका दरबार सङ्ग्रहालय समेत छ। सङ्ग्रहालयमा मात्रै साना ठुला गरेर 20 ठाउँमा क्षति भएको छ। अब हाम्रो यो हनुमान ढोका दरबारमा चाहिँ अब ठुलो क्षति भनेर चाहिँ त्यस्तो देखिया छैन हैन, तर अब सानो सानो चिरा परेको अनि भत्किएकाहरू चाहिँ नि ठाउँ ठाउँमा छन् हैन। जस्तो यही पञ्चमुखी हनुमानकै मन्दिरमा पनि त्यहाँनिर अलिकति चिरा परेको छ, अनि माथिको चुरीचाङहरू धेरै झरेका छन्, अनि पछाडि उत्तरतिरको उत्तर पूर्वी र उत्तर पश्चिमी भागमा अलिकति चिराहरू देखिएको छ। अनि त्यस्तै गरी यो बसन्तपुर तर्फको लङहरूमा चाहिँ ठाउँ ठाउँमा चिराहरू देखिया छ। अनि यस्तै गरी यो डाकचोक पछिको भागहरूमा पनि अलिअलि चिरा देखिएको छ। विशेष गरी चाहिँ बसन्तपुर तर्फको लङमा चाहिँ अलिकति बढी क्षति भयो। यो ठुलो चाहिँ खासै त्यस्तो छैन हैन, तर अब सानो सानो चिरा परेकोहरू चाहिँ नि 15-20 ठाउँभन्दा पनि बढी ठाउँमा भएको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने मानवीय क्षति त्यति ठूलो नभए पनि भौतिक क्षति भने ठूलै भएको छ। राजधानीबाट 272 किलोमिटर टाढा भारतको सिक्किममा भूकम्पको केन्द्रबिन्दु हुँदा त यत्रो क्षति भएको छ भने इपिसेन्टर नेपालभित्रै भएको भए क्षतिको अनुमान पनि गर्न सकिँदैन थियो होला। यद्यपि 6.8 रेक्टर स्केलको भूकम्पपछि पनि साना ठुला दर्जन बढी भूकम्प गएकाले तत्काल अर्को भूकम्प जान सक्ने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्। त्यसैले अहिलेलाई केही ढुक्क हुने स्थिति भए पनि कालान्तरसम्मका लागि सोच्ने हो भने तत्कालीन भूकम्पीय जोखिम सम्बन्धी सचेतना र न्यूनीकरण कार्यक्रम प्रभावकारी रूपमा लागू र अनुगमन हुन आवश्यक छ। क्यामेरा पर्सन सुभाष समालका साथ एबिसी रिपोर्टर कञ्चन अरियाल, काठमाडौँ।